हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। यहाँलाई मेरो युट्युब च्यानलमा धेरै धेरै स्वागत छ अनि गुड मर्निङ नमस्ते। आज मेरो दिनको सुरुवात भइसकेको छ खाना पकाउने तर्खरबाट। अनि आज चाहिँ रहेको छ स्पेसल डे साउनी सग्राती। मैले चाहिँ साउनी सग्रातीको लागि आलु पनि उसिनिसकेको छु। आज चाहिँ विशेष गरी यता खाजा पाक्दैछ। मैले चाहिँ आलु र बदामको अचार अनि त्यस पछाडि ब्राउन पापड गराउँछु। अनि त्यस पछाडि चाहिँ भात अनि मासु त्यस्तै सिम्पल खानेकुराहरू। आज चाहिँ मेरो आमाजु दिदी आउँदै हुनुहुन्छ र अनि मेरो भान्जी मेरो छोरी र देवर चाहिँ हिजै काठमाडौँबाट आइसकेको छन्। हाई गरिदेऊ नानी मेरो भ्लगमा। मेरो नानी चाहिँ एकदमै खुसी भयो धेरै पछाडि घर आएको भएर। यता चाहिँ मोमो डढी सक्नु लागेको क्या हो, श्रीमानजीले पल्टाउँदै होइसिन्छ। यस्तो बिहान यस्तो अनहेल्दी फुड खाजा पाक्दैछ आज चाहिँ हाम्रो घरमा। नानी हजुरको नाम के हो भनिदिनुहोस्। वाट इज योर नेम? आज हाम्रो बिहानको एकदमै अनहेल्दी भनौँ कि हेल्दी खाजा पाक्दैछ। हामी चाहिँ मोमो खान लागेको। नानी मोमो देखाइयो यता तिम्रो अनुहारदेखि नै आऊ। खायो नानी मोमो कस्तो छ उता भनिदेऊ न क्यामेरामा। मिठो छ। मेरो आमाजु दिदीले बनाएको है। यो चाहिँ काठमाडौँबाट हामीलाई पठाइदिनु भएको माया गरेर उहाँलाई पनि धेरै धेरै माया है। खान्छु होइन, खोज्दैछु। एकदमै मेरो चाहिँ फेभरेट अचार होइन, कतिजनाको चाहिँ फेभरेट अचारै हो यो। आलु खुस्लाउँदैछु। नानी खान्छौ पोटेटो? खान्न हो। मेरो नानी फेरि काठमाडौँबाट आएको, उताको माया यताको माया गरेर पुल लिएर ए भगवान् शिव भोलेनाथै भयो। के खानु हो नि नानीले? दुधु जस्तो देखिँदैन त, कस्तो पानी जस्तो दुध आउनु थालेछ र आजभोलि। साथीहरू म चाहिँ आलु केलाउनु लाग्दैछु अचारको लागि। कतिजनाको फेभरेट अचार हुनसक्छ, एकदमै मेरो चाहिँ फेभरेटै हो यो आलु र केराउ काँक्रोको गोर्खाली अचार बनाउन लाग्दैछु। अहिले लास्टमा देखाउँछु म। हेलो मेरा गोलू मुलू क्यूटी पाई मेरा गुगलू गुगलू चुमकू मंकू, कैसे हो बुबू? यता हाँस हेरेर नानी हाँस, यता हेरेर हाँस। दिदीहरू आएको भिडियो चाहिँ गराउन मैले पाइनँ। सो भान्जी नाचेको भिडियो चाहिँ मैले यहाँ क्लिप खिचेर राखेको छु। साथीहरू मेरो भान्जी चाहिँ एकदमै खतरा डान्स गर्छ। हजुरहरूले यसो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, मेरो युट्युब च्यानललाई माया देखाइदिनु होला। साथीहरू आजको मेरो भिडियो चाहिँ यस्तै भयो है। मैले खाएकोहरू चाहिँ देखाइनँ। आज चाहिँ मेरो छोरी र भान्जीको डान्सलाई चाहिँ लास्ट इन्ड गरेको छु, भिडियोलाई इन्ड गरेको छु। मेरो छोरीको डान्स चाहिँ पिटी डान्स गर्दैछिन् है, मेरो चिकन बनाउँदै। साथीहरू मन परेमा लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ माई भिडियो।